नमस्ते, जय गोर्खा र हजुर कस्तो हुनुहुन्छ? आशा गर्छु हजुर सबै सन्चै र सुस्वास्थ्य हुनुहुन्छ भनी। र आज चाहिँ हजुरको बीचमा म एउटा खुसी खबर लिएर आएको छु। हामी आसाममा बसोबास गर्ने गोर्खाली समाजको लागि हाम्रै बीचमा हाम्रो लागि रिलिज हुन गइरहेछ गोर्खाली चलचित्र झमेला। र एक साल अगाडि हामीले जुन चलचित्र एउटा हेरेको थियौं साडे, र साडेले चाहिँ आसाममा बसोबास गर्ने गोर्खाली समाजको एकदमै मन जित्नुमा सक्षम भएको थियो। साथै आसाममा बसोबास गर्ने विभिन्न जाति नेपाली भाषा बुझ्ने व्यक्तिहरूको मन जित्नुमा सक्षम भएको थियो। साथै आसाममा जनप्रियता लुट्नुमा एकदमै सक्षम भएको जुन चलचित्र साडे, र यही साडेकै जुन टिम उहाँहरूले नै फेरि यो झमेला जुन चलचित्र पनि रिलिज गर्नु गइरहेछ 2-4 दिन बादमा नै। र म आसाममा बसोबास गर्ने जम्मै गोर्खाली दाजुभाइ दिदीबहिनीहरूलाई म रिक्वेस्ट गर्न चाहन्छु कि हामी सबैले उहाँहरूलाई सपोर्ट गरौँ, किनकि हाम्रै लोकल आर्टिस्टहरू हुनुहुन्छ। साथै हाम्रो आसाममै निर्माण भएको जुन चलचित्र, साथै हाम्रो नेपाली सरल भाषामा बनेको जुन चलचित्र, सबैले मिलेर उहाँलाई सपोर्ट गर्नुपर्छ। र हामीले सपोर्ट गरे मात्रै उहाँहरू अघि बढ्ने हो। र एकदमै हाम्रो लागि चाहिँ खुसीको कुरो हो, एकदमै गौरवको कुरो हो, ताकि हाम्रै आसाममा निर्माण भएको हाम्रै गोर्खाली चलचित्र हामीले हेर्नु पाउँदाखेरि चाहिँ। र जति पनि हाम्रो आसाममा बसोबास गर्ने गोर्खे दाजुभाइ दिदीबहिनी जम्मै गोर्खे सन्तानमा म अनुरोध गर्न चाहन्छु कि हामी सबैले उहाँहरूलाई सपोर्ट गर्नुपर्छ। र तपाईहरुको जुन टिम छ, टिमको जुन प्रयास चाहिँ हाम्रो गोर्खा समाजको लागि एकदमै उदाहरणीय छ र हाम्रो आसामको लागि एकदमै उदाहरणीय छ। र सायद म चाहिँ गोर्खा प्रेमी भएकोले गर्दाखेरि होला, मेरो त्यो मन मानेन। र यो भिडियो मार्फत जम्मै आसाममा बसोबास गर्ने गोर्खा दाजुभाइ दिदीबहिनीहरूलाई चाहिँ मैले मेसेज दिनु चाहे। र आउँदैछ झमेला, हामी सबै मिलेर हेरौँ। र म चाहिँ एकदमै हेर्नलाई एक्साइटेड छु। र हजुरहरू कतिको एक्साइटेड हुनुहुन्छ कमेन्ट गरेर भन्नु होला। र जति सक्नुहुन्छ हजुरहरू भिडियो धेरै भन्दा धेरै सेयर गरिदिनु होला, ताकि जम्मै हाम्रो गोर्खाली समाजसम्म पुगोस्। र हजुरहरूलाई भिडियो राम्रो लागेमा प्लिज फलो गर्नु नभुल्नु होला। धन्यवाद र जय गोर्खा।